बुद्धलाई विष्णुको 9औं अवतार जसले भन्यो उहाँहरूले त्यो भन्न जानेको भन्न थालेको कहिले 7औं 8औं शताब्दीदेखि मात्रै हो। बुद्ध त 2600 वर्ष अगाडिको हो हैन। एउटा ब्राह्मणले बुद्ध बाटोमा हिँडिरहेको थियो, त्यसपछि ए यहाँ नआउनु नआउनु, एक साँढेको अर्थमा वृषभ नआउनु यहाँ, तिमी यहाँ नआउनु भनेर बाटो रोकेको त्यो पनि पाइन्छ। यो चाहिँ अब फेरि मजिम निकायको चाहिँ वृषभ सूत्रमा छ यो कुरा हैन, मैले यतिकै बोलेको कुरा होइन। बुद्धलाई सम्बोधन गर्दाखेरि यसो यो किन भयो भने बुद्धको उपदेश तत्कालीन समाजलाई मान्य भएन, मन परेन। अब जातपात मान्नु हुँदैन भनेर बुद्ध मान्नुहुन्थ्यो। अब उता ब्राह्मणहरूलाई त जातपात मान्नै पर्ने बाध्यता नै थियो। जातपात मानेन भने उनीहरू त्यहाँ चाहिँ स्थितिमै खलल पुग्ने अवस्था भयो उता। तर बुद्धले चाहिँ जातपात मान्नु हुँदैन नै भनिरहेको। त्यसकारण बुद्धसँग रिसाउने। बुद्धले यस्तो यस्तो उपदेश दिनुहुन्थ्यो, उनीहरूको धर्म दर्शनसँग नमिल्ने। त्यो भएपछि के हो भन्दाखेरि बुद्धको विरुद्ध अनेक षड्यन्त्रहरू रच्ने हुन्थ्यो। यदि विष्णुको अवतार हुँदो हो, बुद्धलाई चाहिँ यसरी षड्यन्त्र गर्नु पर्थ्यो, बुद्धले यसरी गाली गर्नु पर्थ्यो र पर्दैन थियो नि। तर चाहिँ उनीहरूले बुद्धलाई त आफ्नो भाग खोज्न आएको मान्छे शत्रुको रूपमै व्यवहार गर्थ्यो नि। यो थुप्रै पाइन्छ, यो त्रिपिटकमै पनि पाइन्छ। तत्कालीन समाजमा बुद्धको विरुद्ध कस्तो कस्तो षड्यन्त्र रच्थ्यो, कस्तो कस्तो अफवाहहरू फैलाइन्थ्यो भन्ने कुरा यहाँ चाहिँ जैन धर्मको ग्रन्थमा पनि पाइन्छ, बौद्ध धर्मको ग्रन्थमा पनि पाइन्छ। करिबन पछि अब हामी रामायण भनेपछि निकै अगाडिको घटना भने जस्तो यहाँ प्रचार प्रसार छ। तर रामायणमा बुद्धको प्रसङ्ग आउँछ। कस्तो प्रसङ्ग आउँछ र भन्दाखेरि चोर डाँकाहरूलाई जसरी दण्ड दिन्छ यो बुद्धले पनि त्यसरी नै दण्ड दिनुपर्छ भनेर लेखिरहेको छ। भने रामायणको लेखकलाई थाहा रहेछ कि बुद्ध भन्ने मान्छे पनि छ भन्ने कुरा, बुद्ध रहेछ। बुद्ध र बौद्धहरूलाई यसरी दण्ड दिनुपर्छ भनेर लेखिरहेको छ। चोर डाँकाहरूले जसरी दण्ड दिन्छ त्यसरी नै दिने भनेर भनेपछि यहाँ रामायणको रचना काल बेलासम्म पनि रामायणको कुरामा विष्णुको 9औं अवतार भनेर लेखिरहेको छैन। बुद्धलाई ठाडै नै गाली नै गरिरहेको छ। त्यतिखेरसम्म त गाली गर्नमै थियो, बुद्धलाई गाली नै गर्ने नै भइरहेको थियो। तर गाली गर्दा पनि भएन, बौद्धहरूको जुन सङ्ख्या जुन बढ्ने विकास जुन क्रम छ, गाली गर्दा पनि भएन, यो गर्दा पनि भएन, ऊ गर्दा पनि भएन। बौद्ध धर्म चाहिँ विकास हुने क्रम बढ्दै गइसकेपछि अब यसलाई चाहिँ दबाएर दबिन्न भन्ने लागेपछि यसलाई चाहिँ अँगालो मारेको हो। अँगालो कसरी मारेको हो भने यो 7औं 8औं शताब्दीतिर आएपछि यो बुद्ध भनेको त हाम्रै अवतार त हो नि, विष्णुको अवतार त हो नि भन्न थाल्यो पनि फेरि कस्तो चलाकी गरिदियो भने अवतार त हो तर पूजा गर्नु पर्दैन भन्न थाल्यो। किन र भन्दाखेरि यो माया मोहमा अल्झाउनलाई, वेदको मन्त्रहरूलाई चाहिँ जोगाउनको लागि एउटा राक्षसमा कुलमा चाहिँ जन्मिएर आएको हो बुद्ध। र राक्षसहरूलाई चाहिँ ध्यान भङ्ग गर्नलाई, यता अर्कै माइन्ड डाइभर्ट गर्नको लागि यो बुद्ध जन्म आएको हो। त्यस कारण चाहिँ यो भयो वैदिक कुराहरूलाई चाहिँ जोगाउनको लागि यसो गरेको त्यहाँ चाहिँ विष्णुको अवतार हो। तर चाहिँ भगवान् भनेर पुजिराख्नु पर्दैन, उपदेश पनि सुनिराख्नु पर्दैन। किनभने राक्षसहरूलाई यो ज्ञान दिनलाई, राक्षसहरूको माइन्ड डाइभर्ट गर्नलाई आउनु भएको हो। त्यस कारण यो यस्तो सुन्नु हुँदैन भनेर चाहिँ हाम्रो घर घरमै यस्तो पढाइन्छ, सुनाइन्छ। त्यो कारणले पनि हाम्रा कतिपय हिन्दूहरूले बुद्धलाई चाहिँ हाम्रो पनि बुद्ध हाम्रो पनि भगवान् हो न चाहिँ भन्ने, तर उहाँ भगवान्को चाहिँ उपदेश चाहिँ नसुन्ने। र यहाँनिर अर्को रमाइलो कुरा चाहिँ कस्तो पनि छ भने यो विष्णु धर्मोत्तर पुराणमा स्पष्टसँगै मैले जुन कुरो भर्खर मैले भनिरहेको छु, विष्णु धर्मोत्तर पुराणमा यो कुरा छ। र त्यसमा के लेखिरहेको छ भन्दाखेरि बुद्धको बारेमा अन्तसन्तको कुरा लेखिराख्ने क्रममा किकट देश भन्ने देशमा जन्म लिन्छन् भनेर लेखिरहेको छ। किकट भन्ने देश लुम्बिनी होइन। लुम्बिनी गौतम बुद्धको जन्म लुम्बिनीमा भएको त सबैलाई थाहा छ। तर विष्णु धर्मोत्तर पुराणमा के भनेको छ, किकट भन्ने देशमा जन्म लिने छ भन्ने कुरा
तथ्य कुराहरू मिल्दैनन्। अब यहाँनिर विष्णुको अवतार बेग्लै हो, गौतम बुद्ध बेग्लै हो भन्न पनि सक्छौँ, यसरी पनि अगाडि बढ्न सक्छौँ। तर लुम्बिनीमा जन्मिनु भएको बुद्ध नै विष्णुको अवतार हो भनेर हिँड्दाखेरि हामीलाई आपत्ति लाग्छ हैन। र यो पुराणमा वर्णन भएको बुद्ध र लुम्बिनमा जन्मिनु भएको बुद्ध अथवा बौद्धहरूको बुद्ध फरक फरक हो भनेर अगाडि बढ्ने हो भने पनि सकिन्छ। हामी बौद्धहरूले मान्ने गौतम बुद्ध भनेको आजभन्दा 2600 वर्ष अगाडि अर्थात् ईसापूर्व 563 मा जन्मिनु भएको। कहाँ जन्मिनु भएको? लुम्बिनमा जन्मिनु भएको। उहाँ चाहिँ 29 वर्षको उमेरमा गृहत्याग गर्नुभएको, 35 वर्षको उमेरमा बुद्धत्व लाभ गर्नुभएको ह्युमन बिङ। यो ऐतिहासिक रूपमै विकास क्रममा भएको हो। तर उता विष्णुको 9औं अवतार भनेपछि त्यस्तो केही पनि वर्णनहरू पाइँदैन। जे जति वर्णन पाइन्छ कुनै पनि प्रमाण छैन र कालक्रम पनि फरकै छन्। अनि उनीहरूले उता पुराणमा वर्णन भएको कुरा अनुसार भन्यो भने गौतम बुद्ध भन्दा पुरानो हो, जेठो हो पनि भन्छन् हैन। भने नि जन्मिनु कुन देशमा जन्मेको, किकर भन्ने देशमा जन्मेको भन्छन्। लुम्बिनीको नाम लिँदैन त्यहाँ, तर बाउको नाम सुदोधन भनेर चाहिँ नाम लिन्छन्। त्यसो गन्ज्याङ मन्ज्याङ छ, हामी त्यहाँ चाहिँ बुझ्नै नसक्ने हुन्छौँ। अब भने नि यसैलाई ऐतिहासिक क्रम अनुसार हेर्ने हो भने विष्णुको 9औं अवतार भन्नेहरूलाई पनि 9औं अवतार भन्न जानेकै, पहिलो दोस्रो तेस्रो भन्ने अवतार भन्न जानेकै चाहिँ 7औं 8औं शताब्दीभन्दा अगाडिका लिट्रेचरहरूमा हिन्दू साहित्यमा पनि पाइँदैन। जब एकै बाजे 7औं 8औं शताब्दीमा आएर मात्रै विष्णुको अवतार भन्न थालेको हो भनेपछि ऐतिहासिक विकासक्रम अनुसार नै हेर्दाखेरि पनि सुरुमा बुद्ध बौद्धहरूलाई दबाउन चाहिँ खोजेको थियो। नसकेपछि फेरि यस्तो कथा बनाएर अवतारको कथा ल्याएको चाहिँ भन्न सक्छौँ।